आज हामी म्याटर च्याप्टरको बारेमा कुरा गर्न गइरहेको छौँ, जसमा चाहिँ अब म्याटर एक्चुअली हो के त? म्याटर भनेको के हो त? म्याटर भनेको म्याटर इज द एनीथिङ्स, म्याटर इज एनीथिङ द्याट हैज मास एन्ड अकुपाई स्पेस। म्याटर भनेको जे पनि हुनसक्छ जसको चाहिँ मास होस् वा त्यसले चाहिँ केही स्पेस चाहिँ अकुपाई गर्छ भन्ने बेला हामी भन्छौँ म्याटर, होइन? अन्त म्याटर चाहिँ मैले लिएको हो, यो मार्कर पनि म्याटर हो, होइन? यहाँ जति पनि कुरा हामी हेरिरहेछौँ यो बोर्ड पनि चाहिँ म्याटरमा पर्छ, होइन? अब म्याटर चाहिँ त्यसको स्टेटहरू हुन्छन् जसमा चाहिँ सोलिड, लिक्विड र ग्यास स्टेट पर्दछ। सोलिड, लिक्विड एन्ड ग्यास, यो तीनवटा हाम्रो के हो त? स्टेट अफ म्याटर, स्टेट अफ म्याटर, यो तीनवटा के हो? स्टेट अफ म्याटर। अब सोलिड भने के हो, ग्यास भने के हो र लिक्विड भने के हो, त्यसमा अलि हामी ध्यान दियौँ। सोलिड, यसको मतलब सोलिड के हो भने जसको चाहिँ फिक्स्ड सेप र भोल्युम हुन्छ, फिक्स्ड सेप, भोल्युम र साइज पनि हुन्छ। फिक्स्ड सेप, भोल्युम र साइज, यो चाहिँ हाम्रो के हो भने सोलिड हो। अर्को जस्तै इक्जाम्पलमा हामी यो मार्कर लिन सक्छौँ, यसको चाहिँ केही त हाम्रो चाहिँ सेप छ, साइज छ, होइन? त्यो चाहिँ हाम्रो सोलिड भयो। हामी यहाँ इट पनि हेर्न सक्छौँ, इट पनि हो। यो चाहिँ के हो भने हाम्रो सोलिड हो। सोलिड के हुन्छ? जसको फिक्स्ड सेप र साइज हुन्छ, त्यसलाई हामी सोलिड भन्छौँ। अर्को मोलिक्युल्सको आधारमा कुरा गर्ने हो भने सोलिड भनेको जसको चाहिँ मोलिक्युल्स एकदमै भेरी टाइटली प्याक्ड हुन्छ, जसलाई हामी सोलिड भन्ने गर्दछौँ। अर्को हुन्छ हाम्रो लिक्विड। अब लिक्विड के हुन्छ भने लिक्विड हैज फिक्स्ड भोल्युम बट इट कन्टेन द सेप अफ द कन्टेनर। इट मिन्स जस्तो हामी कन्टेनरमा त्यो लिक्विडलाई हाल्छौँ त्यही सेप लिइहाल्छ, तर भोल्युम चाहिँ सेम हुन्छ। मानौ 1 लिटर हामीसँग कुनै लिक्विड छ, यदि त्यसलाई यस्तो भ्यासलमा राख्यो भने यही चाहिँ यस्तै हाम्रो सेपमा आउँछ। स्क्वायरवाला भ्यासलमा राख्यो भने स्क्वायर सेपमा गइहाल्छ, होइन? जस्तो भ्यासलमा राख्छौँ, जस्तो कन्टेनरमा राख्छौँ त्यस्तै चाहिँ यो चाहिँ सेप यसको भइहाल्छ। यसको मतलब के हुन्छ भने हाम्रो चाहिँ फिक्स्ड भोल्युम हुन्छ तर सेप चाहिँ फिक्स्ड हुँदैन। जस्तो कन्टेनर हुन्छ त्यस्तै चाहिँ हाम्रो लिक्विड के भइहाल्छ भने साइज बनिहाल्छ, सेप बनिहाल्छ, होइन? अब त्यसपछि जब हाम्रो लिक्विडमा पर्छ वाटर, होइन? अर्को चाहिँ ओइल, मोबिलहरू, यो सबै चाहिँ के हो? लिक्विड हो। त्यसपछि जब हामी ग्यासमा लिक्विड के हुन्छ भने फिक्स्ड भोल्युम but it contain shape of container। अब ग्यासको कुरा गरौँ। ग्यास भने के हो? ग्यास चाहिँ जसमा चाहिँ फिक्स्ड सेप हुँदैन, साइज पनि हुँदैन, तर यो पनि कन्टेनरलाई नै लिन्छ। यो पनि के गर्छ भने कन्टेनर जस्तै यसमा पनि कन्टेनरमा नै फिल हुने। के हो भने ग्यासमा चाहिँ के हुन्छ? ग्यास हैव नाइदर फिक्स्ड भोल्युम नर फिक्स्ड सेप बट इट क्यान फिल विथ द कन्टेनर। ग्यासमा के हुन्छ? नट फिक्स्ड भोल्युम, सेप, साइज, बट मात्र 7 मा यही तीनवटाको बारेमा हामीले डिस्कस गर्नु छ। अब यसपछि हामी नेक्स्ट टपिकतिर जाउँ। चेन्ज। अब हाम्रो नयाँ टपिक रहेको छ चेन्ज। अर्को त चेन्ज चाहिँ कति किसिमको भने 2 किसिमको, फिजिकल चेन्ज र अर्को चाहिँ केमिकल चेन्ज। फिजिकल चेन्ज र केमिकल चेन्ज। The substance which can change only physical parts of the matter is called physical change.
It means there is the no new substance is formed, but it can be changed only the state of matter. For example, we can see the ice. When we heat it, it change into water. No? जब हामी आइसलाई हिट गर्छौं के हुन्छ त्यो चेन्ज भइहाल्छ वाटरमा अब फेरि यो वाटरलाई जब हामी कुल गर्छौं यानी फ्रिजमा हाल्छौं यसलाई कुल गर्ने बित्तिकै के हुन्छ फेरि चाहिँ के हुन्छ आइसमा चेन्ज भइहाल्छ यसको मतलब के हो मात्र फिजिकल चेन्ज हुन्छ यसमा नयाँ सब्स्टेन्स बन्दैन अनि रिभर्स जान सक्छ त्यसलाई हामी भन्छौं फिजिकल चेन्ज अनि केमिकल चेन्ज भनेको यस्तो चेन्ज हो जसमा चाहिँ के हुन्छ नयाँ सब्स्टेन्स बन्छ फेरि तर पछाडी जान सक्दैनौ मानौ हामीसँग एउटा पेपर छ अनि यो पेपरलाई चाहिँ के गर्दियौ बर्न गर्दियौ जलाइदियौ जलाइसकेपछि यो के हुन्छ अब यसबाट नयाँ सब्स्टेन्स बन्छ के त यास हैन यानी खरानी बन्छ अब यो खरानी चाहिँ फेरि चाहिँ पेपरमा बन्न सक्दैन अब हामीसँग एउटा इग पनि छ एग छ एउटा अंडा छ यसलाई जब हामी बोइल गर्छौं त्यो के हो अब यो त बोइल भइसकेपछि अब इग चाहिँ अब बोइल्ड इग भइहाल्छ फेरि चाहिँ यसलाई यो हाम्रो नर्मल एग जस्तो हुँदैन यो बोइल भइसक्यो अब बोइल्ड इग मात्र हुन्छ फेरि त्यसलाई रिटर्न गर्न सक्दैनौ त्यो चाहिँ हाम्रो केमिकल चेन्ज हो यो केमिकल चेन्जहरु चाहिँ नयाँ सब्स्टेन्स बन्छ तर फेरि चाहिँ पुरानोमा जान सक्दैन त्यसलाई भन्छौं हामी केमिकल चेन्ज अब अर्को टपिक हाम्रो रहेको छ डेन्सिटी अब डेन्सिटी हो के त डेन्सिटी भनेको के हो भने इट इज द mass per unit volume. Density is used to measure how much mass is packed into a given volume. Density is measure the how much mass is packed into a given volume. That density is denoted by rho. Rho RHO यसलाई रो भन्दछ जुन चाहिँ के हो यो ग्रीक लेटर हो एउटा के हो यो ग्रीक लेटर यो ग्रीक लेटर हो रो जसलाई यो डोनेट गर्दछ हामी डेन्सिटीलाई अनि हाम्रो बुकमा चाहिँ डी ले पनि डोनेट गर्न गरेको पनि छ त्यसलाई डेन्सिटी भन्छ हैन अब यसको फर्मुला के त अब यो फर्मुला के हुन्छ भने डेन्सिटी इक्वल टु मास बाइ भोल्युम मास बाइ भोल्युम डेन्सिटीलाई निकाल्ने फर्मुला के हो मास बाइ भोल्युम अर्को डेन्सिटी कुनै पनि कुराको डेन्सिटी हामी निकाल्न सक्छौं हामीलाई दुईवटा कुरा मात्र चाहियो मास र भोल्युम मास हामी वेट गरेर निकाल्न सक्छौं हैन स्केलले नापेर मेजर बाइ स्केलले नापेर मास निकाल्न सक्छौं तर भोल्युम चाहिँ हामी केही रेगुलर अब्जेक्टहरु छ भने फर्मुलाले इरेगुलर अब्जेक्ट भने मेजरिङ सिलिन्डरले अब रेगुलर अब्जेक्ट र इरेगुलर अब्जेक्ट भनेको के हो रेगुलर अब्जेक्ट भनेको दोज अब्जेक्ट which have fixed shape and size is called regular object and the irregular object भनेको के हो those object which have irregular shape is called irregular object जस्तै अब हामी एउटा ब्रिक ल्याउ ब्रिक यसको चाहिँ शेप र साइज छ लेन्थ ब्रेथ र हाइट पनि छ अब लेन्थ ब्रेथ हाइट भयो भने अब के भयो यो रेगुलर अब्जेक्ट यसलाई हामी फर्मुला लगाएर भोल्युम निकाल्न सक्छौं हैन अब भोल्युमको फर्मुला के हो त भोल्युमलाई निकाल्नको लागि हाम्रो फर्मुला हो L * B * H हैन अनि यदि यो रेगुलर छ भने हामी यो फर्मुला लगाएर निकाल्न सक्छौं यदि कुनै स्टोन छ वा चाहिँ एउटा पात नै छ वा केही छ जसको चाहिँ शेप र साइज छैन भने त्यसलाई हामी एउटा मेजरिङ सिलिन्डर भन्ने एउटा हुँदछ मेजरिङ सिलिन्डर जसमा चाहिँ के हुन्छ भने यो शेपमा हुने गर्दछ जसमा चाहिँ लेबल गरेको हुन्छ अनि यहाँ चाहिँ नम्बरहरु दिएको हुन्छ 10 15 20 यसरी गरेर अब यसमा चाहिँ हामी लिक्विड हाल्ने अनि त्यसपछि इरेगुलर अब्जेक्ट जुन छ त्यो यसमा हाल्ने अनि त्यसपछि लेबल जहाँसम्म भाग्छ त्यो चाहिँ त्यसको भोल्युम भइहाल्छ यसरी पनि हामी भोल्युम निकाल्न सक्छौं
इरेगुलर अब्जेक्टहरुको अनि चाहिँ हाम्रो डेन्सिटी निस्किहाल्छ। अनि चाहिँ वाटरको डेन्सिटी त जहिले पनि 1000 केजी पर मिटर क्यूब हुन्छ। यो हामीलाई याद राख्नुपर्ने हो, न्यूमेरिकल बनाउने बेलामा यो काम लाग्छ। वाटरको डेन्सिटी कति र 1000 केजी पर मिटर क्यूब हैन। अब डेन्सिटीको एसआई युनिट के त? अब डेन्सिटी मासको चाहिँ एसआई युनिट के केजी हैन, भोल्युमको मिटर क्यूब। यसले चाहिँ अब हामीले के लेख्न सक्छौं भने केजी पर मिटर क्यूब। यो चाहिँ हाम्रो के हो एसआई युनिट, एसआई युनिट। अर्को चाहिँ यसको सीजीएस युनिट पनि हुन्छ। मासको सीजीएस युनिट के ग्राम अनि भोल्युमको सीएम क्यूब। यसको सीजीएस युनिट के भइहाल्छ ग्राम पर सीएम क्यूब। यो चाहिँ हाम्रो के हो सीजीएस युनिट। यो चाहिँ हाम्रो डेन्सिटीको सीजीएस युनिट ग्राम पर सीएम क्यूब र एसआई युनिट केजी पर मिटर क्यूब। हामीले कुनै पनि क्याल्कुलेसन गर्दाखेरि जहिले पनि एसआई युनिटमा गर्ने हैन। अब यसको चाहिँ जस्तै कि अब डेली लाइफमा हामी डेन्सिटी कहाँ हेर्छौं, जस्तै हामी हेर्दछौं ओइल फ्लोट्स अन वाटर। जहिले पनि के हुन्छ ओइल जुन छ तेल जुन चाहिँ के हुन्छ वाटरमा चाहिँ फ्लोट हुँदछ, यानी तैरिएको हेर्दछौं हामी, वाटरमा फ्लोट भएको हेर्दछौं। किन त? किनभने वाटरको डेन्सिटी बढी छ र ओइलको डेन्सिटी कम छ। त्यसको कारणले चाहिँ के हेर्छौं वाटरमा जहिले पनि तेल मिसाउँदाखेरि त्यो ओइल चाहिँ के हुन्छ फ्लोट गर्छ माथि। यसले चाहिँ थाहा हुन्छ भने ओइलको डेन्सिटी कम छ, यानी जसको डेन्सिटी कम हुन्छ लेस हुन्छ जो चाहिँ के हुन्छ फ्लोट हुन्छ। जसको डेन्सिटी बढी हुन्छ त्यो चाहिँ सिंक हुन्छ। सिंक भने डुब्नु, त्यो तैरिदैन फ्लोट गर्दैन, त्यो के गर्छ सिंक गर्छ हैन। सिंक भनेको के हो डुब्नु, फ्लोट भनेको तैरिनु। अब त्यो तैरिनको लागि अब डेन्सिटी जसको कम भयो त्यो तैरिहाल्छ, जसको चाहिँ बढी भयो भने त्यो चाहिँ डुबिहाल्छ। अर्को पनि हामी हेर्छौं मेलामा जाँदाखेरि केही ब्यालुनहरु हुन्छ यसरी समातेको हुन्छ माथि उडेको हेर्छौं। अब त्यसमा चाहिँ के हुन्छ भने एउटा हिलियम ग्यास हुन्छ। अनि त्यो हिलियम ग्यासले के हुन्छ भने त्यो नर्मल जुन हाम्रो एयर छ त्यो भन्दा के हुन्छ हलुको हुन्छ। जुन ब्यालुनमा प्याक हुन्छ अनि त्यो ब्यालुनले चाहिँ के हुन्छ त्यो लाइटर बनाइदिएको हुन्छ, अनि जसले गर्दा लाइट वेट भएको कारणले त्यो उड्ने गर्दछ। यो चाहिँ हाम्रो के हो त्यो डेन्सिटी कम भएको कारणले चाहिँ त्यो ब्यालुन उडेको हो। अर्को अब हामी जाउँ यसपछि डेन्सिटी पछि हाम्रो अर्को टपिक रहेको छ रिलेटिभ डेन्सिटी। रिलेटिभ डेन्सिटी आरडी ले हामी डिनोट गर्दछौं। यसलाई अर्को पनि नाम दिँदैछ हाम्रो स्पेसिफिक ग्राभिटी। स्पेसिफिक ग्राभिटी अर्को नाम हाम्रो रिलेटिभ डेन्सिटी हो। अब रिलेटिभ डेन्सिटीलाई क्याल्कुलेट कसरी गर्छौं भने रिलेटिभ डेन्सिटी इक्वल टु डेन्सिटी अफ सब्सटेंस by density of water at 4 degree Celsius. It means 4 degree Celsius में density of water के हुन्छ 1000 kg per meter cube। अनि अब कुनै पनि समानको कुनै पनि सब्स्टेंस को चाहिँ हामीले रिलेटिभ डेन्सिटी निकाल्नु पर्यो भने के गर्छौं त्यसको डेन्सिटी पहिला हाल्छौं अनि चाहिँ वाटर को डेन्सिटी सँग त्यसलाई डिवाइड गरिदिन्छौं अनि त्यसले चाहिँ के हुन्छ रिलेटिभ डेन्सिटी निस्किहाल्छ। अब यसको युनिटको कुरा गरौँ। अब युनिटको कुरा गर्दाखेरि रिलेटिभ डेन्सिटी को के हुन्छ भने नो युनिट, यसमा युनिट हुँदैन। अब किनभने अब डेन्सिटी को युनिट के हो केजी पर मिटर क्यूब। अर्को चाहिँ डेन्सिटी अफ वाटर यानी वाटर को पनि डेन्सिटी को युनिट के हो केजी पर मिटर क्यूब। अब दुवै सेम भएको कारणले के हुन्छ यसको युनिट हुँदैन। दुवैको युनिट सेम भएको कारणले के भयो यसको युनिट क्यान्सल भयो। रिलेटिभ डेन्सिटी को चाहिँ के हुन्छ युनिट हाम्रो हुँदैन।
ठीक छ। अब यसपछि हामी अर्को टपिकतिर जाउँ, एलिमेन्ट। अब एलिमेन्ट के हो त? जुन पनि प्योर सब्स्टान्सहरु छन् त्यो सबै के हो? एलिमेन्ट हो, जसमा चाहिँ the substance which is made of the identical atom, the substance which is made by the identical atoms and cannot be separated into a new substance is called element. आइडेन्टिकल एटमबाट बनेको हो, यानी जानेको एटमबाट बनेको हो र त्यसलाई चाहिँ सेपरेट गर्न सक्दैनौं भने त्यसलाई भन्छ हामी एलिमेन्ट। अब एलिमेन्ट कति छ त? अहिलेसम्म हामीसँग 118 एलिमेन्ट्सहरु छन्, 118 वटा एलिमेन्टहरु छन्, जसमध्ये हाम्रो 92 नेचरमा पाएको हो, नेचुरल हो हैन, नेचरमा पाएको एलिमेन्टहरु हो भने बाँकी रहेको 26 आर्टिफिशियल। इट मिन्स हामीले साइन्स ल्याबमा बनाएको एलिमेन्टहरु हो। यो 26 के हो? साइन्स ल्याबमा बनाएको एलिमेन्टहरु हुन्। अनि यो 92 चाहिँ के हो? नेचुरली फाइन्ड, नेचरमा पाएको हाम्रो एलिमेन्टहरु। यो चाहिँ हाम्रो एलिमेन्टहरु भयो, ठीक छ। नेक्स्ट टपिकतिर जाउँ, एटम। यो एटम भनेको के त? यो एटम भनेको के हो? एटम के हो? एउटा स्मलेस्ट पार्टिकल्स हो, स्मलेस्ट इनभिजिबल पार्टिकल्स हो एक एलिमेन्टहरुको हैन। अर्को चाहिँ an atom of an electron is different from the atom of another element. मानव दुईवटा एलिमेन्ट छ भने दुवैको के हुन्छ? एटम डिफरेन्ट हुन्छ। दुईवटा एलिमेन्ट, दुईवटा चाहिँ एटम हुन्छ। एटम जहिले पनि डिफरेन्ट हुँदछन्। एटम डिफरेन्ट एटमहरु चाहिँ के हुन्छ? एलिमेन्टहरु बनेको हुन्छ हैन। यसको स्ट्रक्चरको कुरा गरौँ। अर्को टपिक रहेको छ हाम्रो स्ट्रक्चर और एटम। स्ट्रक्चर अफ एटम, एटमको स्ट्रक्चर हेर्दाखेरि अब यसमा चाहिँ केही फन्डामेन्टल पार्टिकल्सहरु छन्। पहिलो अब हामी एउटा ड्र गरौँ। यो चाहिँ के हो भने न्यूक्लियस हो, जसको भित्र के हुन्छ? प्रोटोनहरु, न्यूट्रोनहरु हुने गर्दछ। यसको भित्र चाहिँ प्रोटोन र न्यूट्रोन हुने गर्दछ। त्यसलाई हामी के भन्छौं? न्यूक्लियस हैन। अनि यसलाई के भन्छौं त? यो के हो? सेल हो। यसलाई के भन्छौं? सेल। र यसलाई अर्बिट पनि भन्ने गर्दछौं। अब यो अर्बिट र सेलमा के हुन्छ भने इलेक्ट्रोन्सहरु घुमिरहेको हुन्छ। के हुन्छ? इलेक्ट्रोन्स। यो इलेक्ट्रोन्सहरु घुमिरहेको हुन्छ। न्यूक्लियस के हो भने एउटा जसमा चाहिँ प्रोटोन र न्यूट्रोन हुँदछ। स्मलेस्ट डेन्स एन्ड द पोजिटिभली चार्ज मास एट द सेन्टर अफ द एटम इज कॉल्ड न्यूक्लियस। यो एटमको सेन्टरमा जुन छ त्यो पोजिटिभली चार्ज वाला जुन छ त्यसलाई हामी न्यूक्लियस भन्ने गर्दछौं। अर्को चाहिँ हाम्रो छ सेल वा अर्बिट। यो के हो भने इमेजिनरी पाथ हो वा लाइन हो जसमा चाहिँ इलेक्ट्रोनहरु के हुन्छ? मुभ गरिरहेको हुन्छ। त्यसलाई हामी भन्छौं सेल वा अर्बिट, ठीक छ। यो इलेक्ट्रोन के हो त? इलेक्ट्रोन एउटा के हो? सब एटमिक पार्टिकल्स हो। अब यो चाहिँ हाम्रो एटममा चाहिँ यही तीनवटा कुरा हुने गर्दछ। पहिलो हुन्छ हाम्रो इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोन, न्यूक्लियस र सेलहरु। यो चाहिँ हाम्रो एटमको स्ट्रक्चर्स हो। यसमा चाहिँ यो सबै कुरा पढ्ने गर्दछ। एउटा टेबल हामी बनाउँछौं। सब एटमिक पार्टिकल्स चार्ज, लोकेशन, मास। AME हैन।
प्रोटोन चार्ज यसमा के हुन्छ भने पोजिटिभ लोकेसन कहाँ हुन्छ भने यो न्यूक्लियस भित्र मास के हुन्छ 1 न्यूट्रन यसको पनि के हुन्छ चार्जलेस हुन्छ यो चार्जलेस यानी यसमा कुनै पनि चार्ज हुँदैन यो कहाँ हुन्छ यो पनि न्यूक्लियसमा यसको पनि मास के हुन्छ 1 अनि त्यसपछि हुन्छ इलेक्ट्रोन नेगेटिभ चार्ज हुन्छ यसमा नेगेटिभ अर्को चाहिँ यो कहाँ हुन्छ भने सेल वा अर्बिटमा यसको चाहिँ मास के हुन्छ भने 1/1837 यो चाहिँ यसको मास हुन्छ प्रोटोनलाई पीले हामी P+ ले डोनेट गर्दछौं न्यूट्रनलाई N0 न्यूट्रन हो इलेक्ट्रोनलाई E- यो इलेक्ट्रोनलाई हामी डोनेट गर्दछौं अब हेर्नुस् प्रोटोन के छ भने पोजिटिभली चार्ज छ र न्यूक्लियस भित्र अनि न्यूट्रोन पनि के छ न्यूक्लियस भित्र अनि यसको मास भन्ने भने 1 र 1 छ प्रोटोन र न्यूट्रोनको मास 1 र 1 छ एएम भनेको एटोमिक मास युनिट हो यसमा चाहिँ हाम्रो यो नाप्ने गर्दछ यो चाहिँ हाम्रो हो सब एटोमिक पार्टिकल्स यो एटममा चाहिँ 3 वटा हाम्रो सब एटोमिक पार्टिकल्स हुँदछ प्रोटोन न्यूट्रोन र इलेक्ट्रोन्स हैन अब यो चाहिँ हरेक एटममा 3 वटा यो यसलाई हामी फन्डामेन्टल पार्टिकल्स पनि भन्ने गर्दछौं यसलाई के भन्छौं सब एटोमिक पार्टिकल्सलाई फन्डामेन्टल पार्टिकल्स पनि भन्ने गर्दछौं अर्को हाम्रो टपिक रहेको छ कम्पाउन्ड भनेको त अब कम्पाउन्ड के हो भने द केमिकल स्पेसिस फाउन्ड बाइ द कम्बिनेसन अफ एलिमेंट्स इन अ फिक्स्ड रेशियो बाइ वेट इन अ फिक्स्ड रेशियो के फिक्स्ड रेशियोमा छ भने त्यसलाई हामी कम्पाउन्ड भन्छौं तर फिक्स्ड रेशियोमा छैन भने त्यसलाई हामी मिक्सचर भन्ने गर्दछौं यो भन्दा अगाडिको च्याप्टरमा हामी पढिसकेको छौं मिक्सचर त्यो मिक्सचर भनेको फिक्स्ड रेशियोमा हुँदैन यो फिक्स्ड रेशियोमा छ भने त्यसलाई हामी भन्छौं कम्पाउन्ड जस्तै कम्पाउन्ड के हो 2 वा 2 भन्दा बढी एलिमेन्टहरु मिलेर बनेको हुन्छ त्यसलाई भन्छ हामी कम्पाउन्ड हैन so फर एक्जाम्पल जस्तै हाम्रो वाटर यो पनि कम्पाउन्ड वाटरलाई हामी के भन्छौं H2O हैन अनि चाहिँ यदि यसलाई कार्बन डाइअक्साइडसँग रिएक्सन गरायो भने यसले अर्को पनि कम्पाउन्ड दिदछ जसलाई भन्दछ कार्बोनिक एसिड H2CO3 अर्को यसको नाम के हो कार्बोनिक एसिड हैन यो चाहिँ सबै कम्पाउन्डहरु किन यसमा पनि दुईटा एलिमेन्टहरु छ हाइड्रोजन छ अक्सिजन छ कार्बन छ अक्सिजन छ हैन हाइड्रोजन छ कार्बन छ अक्सिजन छ यहाँ चाहिँ के छ भने फिक्स्ड रेशियोमा छ त्यसलाई हामी भन्छौं कम्पाउन्ड हैन अब यसपछि अर्को हाम्रो टपिक रहेको छ मोलिक्युल्स अब मोलिक्युल्स के हो त मोलिक्युल्स भनेको smallest stable particles of the elements or compound are called molecules have the same property molecules को जहिले पनि के हुन्छ property सेम हुन्छ जस्तै H2 हैन यसरी 2 तल छ भने यानी यो हाइड्रोजनको दुईवटा मोलिक्युल छ 2H छ भने यसको मतलब दुईवटा हाइड्रोजन एलिमेन्टहरु छ वा दुईवटा हाइड्रोजन के छ एटम छ त्यसैले चाहिँ हामी मोलिक्युल्स जहिले पनि तल लेख्ने गर्दछौं हैन अब अर्को टपिक हाम्रो रहेको छ रस्टिङ रहेको छ अब यो चाहिँ रस्टिङ भनेको के हो त हामी हेरेको होला जब आइरन टुल्सहरु छ वा मटेरियल्सहरु छ वा केही छ आइरनले बनेको छ भने त्यसमा चाहिँ खिया लागेको हामी सुनेको छौं हेरेको पनि छौं कस्तो हुन्छ ब्राउन हैन अलि ब्राउन कलरको हुन्छ त्यसलाई चाहिँ हामी रस्ट भन्ने गर्दछौं
The reddish brown powder formed due to the action of air and water. Air र water को action ले यानी कुन air त moist air र water यो दुईटाको action ले यदि चाहिँ एयर मा एउटा केमिकल बनिरहेछ त्यसलाई भन्छ हामी रस्टिङ हैन जुन चाहिँ वाटरहरुले के गर्दिन्छ भने त्यो वाटर र मोइस्ट एयरले त्यहाँ रस्ट फर्म गर्दिन्छ त्यो रेडिश र ब्राउन कलरको हुँदछ त्यसलाई रस्ट भन्ने गर्दछौं अब यसबाट बच्नको लागि हामीले के गर्नुपर्छ त यसबाट बच्नको लागि हामीले त्यो आइरन्स वा मेटेरियल जति पनि छ इक्विपमेन्टहरु छ त्यसलाई ड्राई राख्नुपर्छ सुक्खा यानी यस्तो ठाउँमा राख्ने जहाँ चाहिँ मोइस्ट एयर वा वाटरको प्रेजेन्स नहोस् हैन अर्को चाहिँ के गर्नुपर्छ भने पेन्ट गरिदिनु पर्छ त्यो पार्ट्सहरुलाई वा त्यो टुल्सहरुलाई पेन्ट गरिदिँदाखेरि पनि त्यसमा के हुन्छ रस्ट लाग्दैन या खिया लाग्दैन अर्को हामीले के गर्नुपर्छ भने ओइल र ग्रीसहरु पनि युज गर्नुपर्छ ओइल र ग्रीस यो चाहिँ के मात्र केही मेसिनरी पार्ट्सहरु छ भने त्यसमा चाहिँ ओइल र ग्रीसहरु युज गरेर हामी के गर्न सक्छौं भने यसलाई हामी रस्टबाट बचाउन सक्छौं हैन यहाँ तपाई हेर्न सक्नुहुन्छ यो हाम्रो चाहिँ 20 वटा एलिमेन्टहरुको बारेमा हामी लेखेको छौं यहाँ जम्मा यो 20 जुन चाहिँ 118 एलिमेन्टबाट मात्र 20 एलिमेन्टको बारेमा चाहिँ अब नम्बर अफ न्यूट्रन चाहिँ कसरी चाहिँ याद गर्ने भन्ने कुरा म बताउन गइरहेको छु यो चाहिँ हाम्रो 20 एलिमेन्टहरु रहेको छ जसमा चाहिँ अब हामी नम्बर अफ न्यूट्रन कसरी याद गर्ने भन्ने एउटा हामी ट्रिकको अनुसारले चाहिँ हामी याद गर्छौं अब हेर्नुस् जति नम्बरमा पर्छ त्यति नै त्यसको प्रोटोन त्यति नै त्यसको इलेक्ट्रोन हैन जस्तै अब हेर्नुस् त बोरोन 5 नम्बरमा छ 5 वटा चाहिँ प्रोटोन 5 वटा नै इलेक्ट्रोन तर चाहिँ न्यूट्रन यहाँ के छ फरक छ अब चाहिँ यसलाई अब सिम्पल ट्रिक्स के छ त सिम्पल ट्रिक्स छ हाम्रो यसमा के गर्नुपर्छ भने ओड र इभन नम्बर त तपाईहरुलाई थाहा छ हैन ओड नम्बर र अर्को चाहिँ इभन नम्बर यो 20 वटा को चाहिँ ओड नम्बर र इभन नम्बर त थाहा छ हैन अब ओड नम्बर पर्छ 1 3 5 7 हैन 9 11 13 15 17 19 हैन अब ओड नम्बरमा के छ भने तपाई हेर्नुस् ओड नम्बरमा हेर्नुस् अनि इभन नम्बरमा हेर्नुस् ओड नम्बरमा 1 ओड नम्बरमा के गर्नु छ भने प्लस 1 गर्नु छ जति ओड नम्बर छ त्यसमा के छ प्लस 1 गर्नु छ तर कलाई छोडेर त 1 र 7 लाई छोडेर 1 र 7 लाई छोडेर 1 मा कतिवटा न्यूट्रन हुन्छ भने 0 अनि 7 मा कतिवटा न्यूट्रन हुन्छ भने 7 को 7 तर सबै ओड नम्बरमा हेर्नुस् त प्लस 1 भएछ छैन लिथियम हेर्नु त 3 नम्बरमा प्लस 1 छ हैन 5 यसमा पनि प्लस 1 छ ओड नम्बर हो 7 को 7 नै रहन दिने हो 9 को 10 छ 11 को 12 छ 13 को 14 छ हैन 15 को 16 छ 17 को 18 छ हैन अरु 19 को 20 छ त्यसको मतलब जति पनि ओड नम्बर हुन्छ त्यसमा चाहिँ प्लस 1 गर्ने अनि ल अब इभन नम्बर हेर्नु त इभन नम्बरमा सेम टु सेम जस्तो हुन्छ त्यतिकै हेर्नुस् इभन नम्बरमा सेम टु सेम हुन्छ अब इभन नम्बरमा के गर्नुपर्छ भने हामीले दुईटा नम्बर छोड्नु पर्छ अर्को छ भने 4 अनि नेक्स्ट रहेको छ 18 4 मा चाहिँ के हुन्छ भने 5 वटा न्यूट्रन र 18 मा के हुन्छ भने 22 18 नम्बर पनि इभन नम्बर हो 4 नम्बर पनि इभन नम्बर हो तर यसमा फरक के छ यसमा 5 वटा न्यूट्रनहरु छ र 18 मा के छ 22 वटा न्यूट्रन छ अरु सबै इभन नम्बरमा के छ सेम टु सेम छ जस्तै 2 इभन नम्बर त्यसको पनि 2 अनि अब 4 को हामी छोड्दियौ 4 को 5 हुन्छ 6 को 6 8 को 8 10 को 10 12 को 12 14 को 14 16 को 16 18 को हामीले कहाँ गर्छौं 22 हैन 20 को 20 यसले हामीले यो एउटा हामीले के हो ट्रिक हो यो एउटा ट्रिक हो यो ट्रिकले हामीले के गरिरहेछौं भने ओड नम्बर र इभन नम्बर ट्रिक लगाएर नम्बर अफ न्यूट्रन र प्रोटोन हामीले याद गर्न सजिलो होस् भनेर हामी यो ट्रिक लगाएको हैन
अब ओड नम्बरमा के गर्नु छ +1 हैन कुनलाई त दुईटा नम्बर छोड्दिने हामीले 1 र 7 1 मा के छ भने 0 न्युटन छ अरु 7 मा छ भने सेम टु सेम छ 7 नै छ हैन 7 को 7 नै छ इभेन नम्बरमा सेम नम्बर रहन्छ यदि चाहिँ कुनै एलिमेन्टको इभेन नम्बरमा सोधिरहेछ भने इभेन नम्बर छ भने त्यसको न्युटन के हो इभेन नम्बरको सेम टु सेम रहन्छ तर दुईटा नम्बर छोडेर 4 र 18 4 को के हुन्छ 5 18 को के हुन्छ 22 हैन अब यसबाट अब हामीले सिम्पल भयो जस्तै अब सोडियम को सोध्यो व्हाट इज द नम्बर अफ न्युट्रन इन सोडियम अब सोडियम चाहिँ अब क्याल्कुलेट गरिहाल्ने सोडियम भनेको 11 नम्बरमा पर्छ हैन 11 यानी ओड नम्बर भएपछि त्यसको न्युट्रन 12 हैन अब सिम्पल हुन्छ अब जस्तै अब तपाईलाई सोध्छ क्याल्सियम के हो कति नम्बरमा पर्छ 20 नम्बरमा 20 के हो इभेन हो कि ओड हो इभेन हो भने सेम टु सेम राख्नु छ इभेन चाहिँ 20 हो भने त्यसको पनि न्युट्रन के हुन्छ 20 हुन्छ यो चाहिँ हाम्रो के हो एउटा सर्ट ट्रिक्स हो जसले गर्दा चाहिँ हामीले नम्बर अफ न्युट्रन र प्रोटोन चाहिँ सजिलै याद गर्न सक्छौं यसमा याद गर्नुपर्ने भनेको मात्र न्युट्रन हो यो चाहिँ मेनली चाहिँ 20 एलिमेन्ट यदि सिरियली याद गरिहाल्नु भयो भने यो प्रोटोन र इलेक्ट्रोन तपाईलाई थाहा हुन्छ न्युट्रनको लागि हामी यो ट्रिक लगाउने यो ट्रिक लगाएपछि हाम्रो यो चाहिँ सिम्पली चाहिँ हामी नम्बर अफ प्रोटोन इलेक्ट्रोन र न्युट्रोन हामी याद गर्न सक्छौं।